नमस्ते, मेरो नाम सन्तोष पोखरेल। म ब्राभो इन्टरनेसनल एजुकेसनसँग आबद्ध छु र आज विशेष गरेर अमेरिकाको राष्ट्रपति रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै विभिन्न देश विदेशमा चर्चा परिचर्चा हुने गरेको छ विभिन्न तरिकाले। अब यही कुरासँग सम्बन्धित तर पनि अलिक स्पेसिफिकली विद्यार्थी भाइ बहिनीहरूलाई यसले कस्तो असर गर्दैछ, कस्तो असर गर्नेवाला छ, राम्रो नराम्रो, मिथ्या र सत्य कुराहरू के हुन् भनेर हामी यसलाई चिरोफारो गर्ने प्रयास गर्दैछौँ। म र मेरो को होस्ट अनिल खतिवडा यो कुरामा स्टिक गरेर हामी कुरा गर्दैछौँ। विशेष गरेर यो एपिसोड र अब आउने एपिसोड्सहरू तपाईँहरूलाई एकदमै फलदायी हुनेछ भन्ने मेरो आशा छ। अनिल, स्वागत छ। पहिला तपाईँको इन्ट्रोडक्सन भन्नुहोस्। म चाहिँ अहिले यहाँ लाइक अमेरिका आएको चाहिँ 1.5 वर्ष जति भयो। अहिले ट्रोय युनिभर्सिटीमा चाहिँ कम्प्युटर साइन्समा चाहिँ मास्टर्स गर्दैछु। अनि अहिले तत्कालै चाहिँ म लाइक मेरो मास्टर्स सकिएर चाहिँ म अब इन्टर्नसिप सुरु गर्दैछु अहिलेलाई चाहिँ। तपाईँ यहाँ नेपालमा के गर्नुहुन्थ्यो, कहिले जानुभयो अमेरिका, कुन भिजामा जानुभयो? अफकोर्स आई गेस F1 स्टुडेन्ट भिजामा। यो बारेमा थोरै हामीलाई जानकार गराउनुहोस् न। म चाहिँ 1.5 वर्ष भयो अमेरिका आएको चाहिँ। त्यो F1 स्टुडेन्ट भिसामै आएको। अनि त्योभन्दा अगाडि नेपालमा चाहिँ म टिचिङ पनि गर्थेँ अलिकति। अनि र लाइक एउटा सफ्टवेयर कम्पनीमा चाहिँ सफ्टवेयर डेभलपर काम पनि गरिरहेको थिएँ। अनि त्यही नै अगाडि चाहिँ। अब थोरै ट्रान्जिसनको कुरा गरौँ। नेपालको बसाइ र अमेरिकाको बसाइ, यसको ट्रान्जिसन कस्तो भयो? एकदम नै लाइक सुरुमा चाहिँ अलिकति गाह्रो नै भएको थियो एडप्ट गर्नको लागि चाहिँ। किनभने हामी नेपालमा चाहिँ एउटा जुन तरिकाले बसिरहेको हुन्छौँ, जुन तरिकाको चिजहरू देखिरहेको हुन्छौँ, यहाँ आइसकेपछि कम्प्लिटली ट्रेन्ड फरक हुँदो रहेछ। हामीले बोल्ने भाषादेखि नै अब यहाँ आइसकेपछि चाहिँ अब मैले चाहिँ अब यहाँ काम गर्न थालिसकेपछि चाहिँ यतापट्टि चाहिँ 2 महिना जति भयो होला मैले नेपाली क्वेसन बोल्नु पाएको छैन होइन। आज कति दिनपछि नेपाली बोल्नु पाएको एकदम खुसी भइरहेको छु। सुरुमा त एकदमै धेरै मिस हुन्थ्यो नेपाल होइन भनेको। अनि फेस्टिभल्सहरूमा भयो होइन, अनि त्यस्तोमा चाहिँ हुन्थ्यो। र पछि बिस्तारै एडप्ट हुँदै रहेछ। स्पेसली नेपाली बोल्नेको कुरा गरिहाल्नुभयो। यो अब म IELTS PT इन्स्ट्रक्टर पनि हो, त्यही भएर अङ्ग्रेजीमा धेरै बोल्नुपर्ने रहेछ। मलाई नेपाली भाषा मन नपरेर होइन कि, नेपाली भाषा अफकोर्स मेरो त एकदमै भन्छ नि क्लोज टु माई हार्ट, मुटुको छेउमै छ होइन। तर पनि अब अङ्ग्रेजी यो तपाईँको लिङ्गुवा फ्राङ्का भन्छ नि, चलेको ल्याङ्ग्वेज त्यो भएको कारणले अब बोल्नुपर्ने, सिक्नुपर्ने हाम्रो। अनि बाइ द वे भाषा जान्नु भनेको त नराम्रो कुरा होइन, तर नेपालीलाई चटक्कै चाहिँ बिर्सिनु भएन। त्यो त बिर्सिँदैन। झन् यहाँ आएपछि झन् नेपाली भाषाप्रति माया बढेर जाने रहेछ होइन। कसैले नेपाली बोल्यो भने चाहिँ आफ्नै भाषा बोल्यो जस्तो लाग्ने होइन। अनि अझ नेपाली त छोडिदिनु, हिन्दी बोल्दाखेरि पनि यो मेरै भाषा जस्तो लाग्दो रहेछ कि। अब समाउ क्लोज नेपाली नि त। अनि त्यही भएर त्यो यहाँ आइसकेपछि भाषा बिर्सिने भन्दा पनि अझ भाषालाई चाहिँ नेपाल बस्दा जति मैले नेपाली भाषालाई माया गर्थेँ त्योभन्दा बढी नै यहाँ बसेर माया गरेर छु भन्ने चाहिँ फिल हुँदो रहेछ। ग्रेट। अब थोरै कतातिर जाउँ भने तपाईँ व्हाट डु यु वान्ट टु अचिभ, के अचिभ गर्न चाहनुहुन्छ, तपाईँको फ्युचर प्लान्स के हो, त्यसमा जाउँ। अब फ्युचर प्लान त लाइक अभियसली अब लाइक पढ्न आएको हो म यहाँ होइन। अब निश्चित एउटा चाहिँ मैले एउटा लेभल पार गरिसकेपछि चाहिँ आल गो ब्याक टु नेपाल नै। अनि मेरो नेपालमै लाइक कम्पनीहरू सुरु गर्ने प्लानहरू छ र आई अलरेडी हेभ अ कम्पनी नेपालमा। अनि त्यसलाई नै अगाडि बढाउँछु भन्ने सोचिरहेको छु। अब त्यस्तो यहाँ अमेरिकामै अगाडि बढ्ने चाहिँ प्लान छैन मेरो, आल गो ब्याक होइन। तर अब यहाँ चाहिँ टेम्पोरेरी चाहिँ त्यही अब अगाडि अहिले चाहिँ अब राम्रो जब खोजिरहेको छु। अहिलेको लागि चाहिँ इन्टर्नसिपमा छु। अब त्यस्तो टेम्पोरेरी प्लान चाहिँ त्यही छ। बाइ द वे मैले जानेका कुराहरू भनेको अनिलको बारेमा, अनिल एकदमै राम्रो राइटर पनि हो। यसमा धेरै चर्चा नगरौँ होला अहिले, यो पछि हाम्रो अरू एपिसोड्समा खुल्दै जानेछ सायद। अहिले एउटा साधारण प्रश्न सोधेँ है मैले, तपाईँलाई डोनाल्ड ट्रम्प कस्तो लाग्छ? होइन एकदम नै राम्रो नै हो। किन भन्दाखेरि अब यहाँ अब देशको लागि त उसले धेरै चेन्जेसहरू लिएर आइरहेको छ होइन। अनि त्यसपछि
अब कति डिसिजन्सहरू चाहिँ अब बाहिरबाट हेर्दाखेरि चाहिँ अलिकति नराम्रो गरेको हो कि जस्तो लाग्ने हो, तर अब अमेरिकाको लागि त राम्रै नै हो। त्यो हामीले फेरि अमेरिकन पोलिटिक्सको बारेमा हामीले त्यति धेरै डेप्थमा बुझेको पनि छैन, त्यही भएर चाहिँ अब आई डोन्ट नो वाट विल ब्रिङ होइन। तर अहिले चाहिँ त्यस्तो लाइक मलाई लागेसम्म चाहिँ राम्रै होला जस्तो लाग्छ अमेरिकाको लागि चाहिँ। उसले जहिले पनि क्याम्पेन गर्दा आफ्नो इलेक्सन क्याम्पेनमा अमेरिका फर्स्ट होइन, अमेरिका चाहिँ पहिलो, उसको पोलिसिजहरूमा उसले ल्याउने कार्यशैलीमा अमेरिका फर्स्ट भनेर उसले सधैँ पनि क्याम्पेन गर्ने गरे जस्तो लाग्छ मलाई। यहाँ अब हामीले त्यही त यहाँ अमेरिकन नेटिभ अमेरिकन्सहरूको कुराहरू सुन्दाखेरि पनि लाइक राम्रो चाहिँ मान्छे आएको छ भन्ने चाहिँ उनीहरूले भन्छन् होइन, उनीहरूसँग कुरा गर्दाखेरि। अब हामीलाई त अब हामीले बाहिरबाट हेर्नु र यहीँ बसेर यहीँको मान्छेले हेर्नुको पर्सपेक्टिभ त कम्प्लिटली फरक हुन्छ, त्यही भएर चाहिँ उनीहरूको लागि राम्रो छ भनेपछि अभियसली राम्रै होला। यो राजनीतिका कुराहरू धेरै छन्, मलाई पनि मैले डोनाल्ड ट्रम्पले गरेका रिसेन्ट कुराहरू, स्पेसली युक्रेनका राष्ट्रपतिसँग ओभल अफिसमा भएका त्यो तपाईँको स्प्याट्सहरू भनौँ होइन, त्यसमा मेरो विरोध, त्यसमा क्रिटिसिजम छँदैछ, तर पनि अघि अनिलले भने जस्तै त्यसका अमेरिकामा बस्ने लिगल इमिग्रेन्ट्सहरूको लागि अथवा तपाईँको नेटिभ अमेरिकन्सहरूको लागि चाहिँ सायद डोनाल्ड ट्रम्प राम्रै साबित हुनेछन् भन्ने म आशा गर्दछु। अब यसमा के पनि कुरा गर्न थालौँ भने यहाँ मार्केटमा धेरै कुराहरू चलिरहेका छन्। विशेष गरेर हाम्रो पहिलो एपिसोडमा चाहिँ मिथ र रियालिटी होइन, मिथ्या के हो र साँचो कुरा के हो त्यसलाई चिरोफार गर्ने प्रयास गरौँ। अनि धेरै न्युजहरू सुनिन्छ। पहिलो कुरामा तपाईँको 3000 विद्यार्थीहरू खाना नपाएर बिजोग भएर मलाई एकजना विद्यार्थीले भन्नुहुँदै थियो, सर मेरो बाबाले त उहाँको साथी पनि अमेरिका हुनुहुन्छ अरे अथवा उहाँको साथीको छोरी अमेरिकामा हुनुहुन्छ अरे, यो यति विद्यार्थीहरू खाना नपाएर बिजोग भएर हजारौँ विद्यार्थीहरू तपाईँको बस्ने पनि ठाउँ छैन, खाने पनि ठाउँ छैन, यस्तो अवस्थामा छन्। यो के हो? डोनाल्ड ट्रम्पले कामै गर्न दिँदैनन् रे, के थियो यो? साँचो कुरा के हो, झुटो कुरा के हो? यसमा कुरा गरौँ। यो यस्तो हो, जस्तो यो चाहिँ म कसरी भन्छु यसलाई भने, जस्तो यो चाहिँ लाइक समस्या यहाँ आइसकेपछि हुने समस्याहरू, अब यहाँनिर अब रेसिडेन्सको समस्याहरू अथवा अब इकोनोमिक प्रब्लमहरू भनेको त त्यो हामीले आफै चुज गरेर आएको चिज हो होइन। जो यो यहाँ जुनसुकै लाइक लिडर भए पनि त्यसले खासै इम्प्याक्ट पहिला पनि गरेको थिएन र अहिले पनि गर्दैन। त्यो सिचुएसन त अब काठमाडौँमै पनि त हामीसँग प्रोपर प्लानिङ छैन भने त काठमाडौँ नै हामीलाई अप्ठ्यारो हुनसक्छ भने यो त अमेरिका हो, अभियसली हुन्छ नि अलिकति प्रब्लम होला। तर लाइक डोनाल्ड ट्रम्प आएर चाहिँ कुनै चेन्ज भएको छ जस्तो चाहिँ मलाई लाग्दैन हामी स्टुडेन्टहरूको लागि चाहिँ। किनभने पहिला पनि त्यही नै थियो, अहिले पनि त्यही नै छ, जो सो आई डोन्ट फिल एनी लाइक ड्रास्टिक चेन्ज। हजुर, अब तपाईँको हप्तामा 20 घन्टा काम गर्न पाउने र फोर्टनाइटली तपाईँको 40 आवर्स काम गर्न पाउने यो लिगल प्रावधान छँदैछ। अब तर धेरै विद्यार्थीहरू जहाँसम्म मलाई लाग्छ धेरै इन्टरनेसनल स्टुडेन्ट्सहरू अब नेपाली विद्यार्थीको कन्टेक्स्टमा हकमा हामीले कुरा गर्दा तपाईँको त्योभन्दा पनि धेरै काम गर्ने तपाईँको टेन्डेन्सी देखिन्थ्यो। अहिले के त्यसमा कम आएको हो? क्यासमा काम गर्ने 40 आवर्स भन्दा धेरै काम नगरे अवस्था हो कि अथवा गर्न नमिल्ने हो कि के छ त्यसमा? अब मिल्नेलाई त पहिला पनि लाइक लिगली त लाइक 20 आवर्सभन्दा बढी त काम गर्न नपाइने नै हो होइन। पहिला पनि लाइक त्यसलाई चाहिँ अलिकति स्ट्रिक्टली कसैले भेट्यो कम्प्लेन गर्यो भने पहिला पनि लाइक प्रब्लम्सहरू आउँथ्यो। त्यो अहिले डोनाल्ड ट्रम्पले आएर चाहिँ केही चेन्ज गरेको चाहिँ होइन। अनि अर्को कुरो भनेको चाहिँ लाइक कलेजभित्र गर्न पाउने काम 20 आवर्स अलरेडी त्यो पहिला पनि त्यही नै छ, अहिले पनि त्यही छ, खासै चेन्ज छैन। र फेरि लाइक पर्सनली मैले चिनेको मान्छेहरू क्यासमा काम गरि पनि रहनु भएको छ, उहाँलाई खासै केही प्रब्लम परेको छैन। त्यही भएर चाहिँ त्यो डोनाल्ड ट्रम्प आएर खासै केही चेन्ज भएको छ जस्तो चाहिँ मलाई लाग्दैन।